तपाईको क्यामेराले म जलेपछि मात्र आवाज उठाउँछ। हिजो राइडरले आगो नलागो भए यी चालक समिति संगठनहरू यहाँ आज हुँदैन थिए। यो चाहिँ पक्का कुरा हो। हो त्यही त भने तपाईले पनि मेरो आवाज म मरिसकेपछि पुर्याउने हो के? किन हुँदैन? तपाईले सम्बन्धित निकायमा भन्नुभयो त तपाईको समस्या कहाँ चाहिँ भन्ने त? कोलाई चाहिँ भन्ने त? सरकारलाई भन्ने। सरकारलाई कहाँ भन्ने? सरकार जहाँ गयो सम्बन्धित निकाय त्यहीँ सरकारको पक्षमा बोल्छन्। हाम्रो भनेको अदालत छ, प्रशासन छ। अरे दुई तिहाईको मत दिएर पठाएको छ। हामीलाई पनि थाहा छ। हामीले पनि धेरै सुनेका छौँ। बाँदर कुकुर गधा उठाए पनि होइन जित्यो अरे भन्ने कुरा हामीले नि सुनेका छौँ। हामी चाहिँ के यहाँको सामाजिक सञ्जाल हेर्दैनौँ के? तपाईँले कमजोर सोच्नु भएको यो देशको गरिब र मजदुरलाई? कमजोर सम्झेको होइन क्या। मुद्दामा आउनु। मुद्दामा त आएको त। किन गरिबलाई यति कर लगाइयो? किन लगाइयो? कर सही ठाउँमा गएको छ कि छैन कसले जाँचबुझ गर्ने? भन्नुहोस् त। माथिबाट ट्याङ्कीमा पानी भर्नको लागि माथिबाट यत्रो पाइप मात्र हालेर भरिँदैन महोदय। मुनि कहाँ कत्रो भुवाङ छ हेर्नुपर्छ। भुवाङ चाहिँ माथिबाट हाल्ने भन्दा ठुलो मुनि राखेर माथिबाट पानी हालेर करको पानी त्यो भरिन्छ कहिले? त्यो धुलो टाल्नुहोस्। थोपा थोपाले भरिन्छ। यो सरकारले कर महँगो लगायो। यही हो तपाईको विरोध। कर महँगो लगायो त्यही भएर मान्छेले आत्मदाह गर्न पर्यो। भोलि मैले पनि गर्न सक्छु। म पनि गर्नेछु। गलत कुरातिर नजानुस् न तपाईँ। किन गलत? कसरी गलत? आत्मदाह गर्नु समस्या समाधान हो त भने। सुन्नुहोस्। जब मान्छेले आगो जिउमा नलगाइकन नमरिकन समस्या कसैले सुन्दैन भने उसको विकल्प के रहन्छ? पागल भएर हिँड्ने? पागल भएर हिँड्ने? भन्नु त। पागल भएर हिँड्ने? त्योभन्दा त आनन्द ठिक छ। आगो लगाइदिन्छ उसले कमसेकम सोध्छ कि मेरो कारणले अरूले भए पनि त न्याय पाओस् सोचिरहेको हुन्छ क्या मान्छेले। उसले आफ्नो ज्यान दिएर अरूको लागि ज्यान दिएको हो क्या त्यो। बुझ्नुभयो नि? उसले पर्सनल आफ्नो लागि मरेको होइन। बुझ्नुभयो नि? सरकारले गलत गरिरहेछ भन्ने हो तपाईको। त्यसो भए तपाईँले चाहिँ सही राखेको छ भन्नुभयो? होइन, हामीले त सबैका कुरा उठाउने हो क्या। कुराले बुझ्नु भएन? कुराले बुझ्नु भएन मैले सही गरिरहेको हो कि या गलत गरिरहेको भनिरहेको तपाईँले बुझ्नु भएन? म त हरकती बनाइरहेको। तपाईँले बुझ्नु भयो कि भएन? मैले बुझेर भएन, जनताले बुझ्नु पर्यो। प्रश्न गर्नु हो, गर्न सक्नु भएन। सरकारले केही गर्न सक्यो? गर्नु भयो त। कर लाउनु भयो, गर्नु भयो त होइन? महँगाई बढाउनु भयो, गर्नु भयो त। स्कुलको फी बढाउनु भयो, गर्नु भयो त। अझै त्योभन्दा के गरोस् भन्ने चाहनुहुन्छ? यो देशमा यस्तै गरी भाँड भैलो चारैतिर चेपेर यो देशमा फेरि आन्दोलन भएर जेन्जी जस्तो आन्दोलन भएर फेरि आर्मीहरू हात बाँधेर बसेर अब चाहिँ नेपाल सरकारले गृहयुद्ध थाम्न सकेन भनेर विदेशी आओस्। हो, त्यही गर्न बाँकी छ। बुझ्नुभयो? एमसिसी छिर्न सकेन, एसपिपी छिर्न सकेन। अब यहाँनिर भाँड भैलो होस्। पार्टीहरूको कुरा सुन्नु भएको छ नि? ठुल्ठुला पार्टीहरूको कुरा सुन्नु भएको छ नि आजकल? कि हामी एक आन्दोलनमा त्योभन्दा चर्को आउँछौँ। हो, फेरि त्यस्तै आन्दोलन गर्नुहोस्। फेरि सिंहदरबार जलाउनु।